हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। यहाँ चाहिँ मैले भिडियो अन गरेँ मेरो साथीहरू अलिकति एक्टिङ गर्दै गरेको अनि नेना अनि मेरो दुईजनाबाट तपाईँलाई फेरि अनि वेलकम छ मेरो ब्लगमा। अनि आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ मल जाँदैछौँ, जहाँनिर चाहिँ गोर्खाहरू लाग्ने गर्छ। अनि अहिले हामी मल आइपुगिसकेको छौँ। हामी किन मल आएको भन्दा चाहिँ हाम्रो साथीको बर्थडेको ट्रिट थियो अनि यहाँनिर धेरै सामानहरू बेचिरहेको थियो, तर हामी चाहिँ खानु मात्रै आएको थियौँ। सो सिधै हामी खानुतर्फ गयौँ। हामीले के खायौँ भन्दाखेरि चाहिँ हामीले खायौँ किलो चटपटे, लाफिङ, त्यहाँपछि हामीले खायौँ फाले, त्यहाँपछि हामीले खायौँ पोलेको मासु, जो चाहिँ मेरो फेभरेट थियो बिकज मलाई पुरा मन पर्यो। त्यहाँपछि हामी त्यहाँबाट खाइसकेर चाहिँ हामी गयौँ लस्सी खानुतर्फ। अनि यहाँ लस्सी खाँदाखेरि चाहिँ मेरो साथीको रियाक्सन हेरिहाल्नुहोस्, अलिकति ड्रामेटिक हुँदै गरेको। अनि त्यो खाइसकेर चाहिँ हामी अलिकति गाना गायौँ, यहाँ प्रोग्राम थियो। अनि लास्ट त्यसैखेर हामी फर्क्यौँ। अनि फर्किँदाखेरि बाटोमा हामीले खायौँ दही पुच्का, एक प्लेट मात्र होइन, दु प्लेट खायौँ। अनि त्यो खाइसकेर फेरि हामी फर्क्यौँ टोटोमा बसेर। अनि मेरो साथीहरूलाई मैले रोज किनिदिएको थिएँ, त्यो रोज देखेर दुईजना मस्किँदै गरेको। ओके गाइज, आजको लागि यति नै। सी यु इन नेक्स्ट ब्लग।